आज म कक्षा 10 मा रहेको उज्यालो यात्रा कविता वाचन गर्न गइरहेको छु। यसका रचनाकार रामप्रसाद गेवाली हुन्। कर्ममा छ भने शक्ति जङ्गलै बन्छ नन्दन, गुटिएर सयौं पल्ट दाउरो बन्छ चन्दन। भएमा उच्च सङ्कल्प छैन केही असम्भव, सङ्कल्पैले बनेका हुन् महान मान्छेहरू सब। जसका कर्मले बन्छन् जिन्दगी हँसिला सुखी, अरूको लिनुमा भन्दा दिनुमा बन्छ जो खुसी। ईर्ष्या देश हटाएर जो छर्छन् प्रेम सौरभ, तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव। जसका भावना छन् मनमा रागिनी भरी, जसका जिन्दगी बाँच्छन् रातमा चाँदनी छरी, जसका कर्मले लिन्छन् उच्च जीवनका पथ, तिनै पथमा हिँड्छन् मान्छेहरू सगौरव। जुटेका ज्ञानले जो छन् पार्दै धरती मनोहर, उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर। समर्पित भएका छन् जो सदा न्याय खातिर, संसारमा उठेका छन् तिनैका विजयी शिर। लोभ लालचमा छैनन् जसका मन मस्तक, जो सदैव हुने गर्छन् त्यागका निम्ति उद्धत। उद्धत कर्मको यात्रा गर्दछन् जो सधैँ, आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै। यस्तो आदर्श यात्रामा कहिले चुनुलानी म, चन्द्र सूर्य बनी आफै कहिले बनुलानी म। आफै पौरखले बाटो कहिले खनुलानी म, सर्वोच्च कविता आफै कहिले बनुलानी म।